केटालाई केटीको आकर्षक लाग्ने 5 वटा चिज। मजा आयो। तर यो त केटै हो नि त फेरि। अब So यो त ठ्याक्कै basically, मिलाउँछ अब यसले। केटालाई केटीको के 5 वटा चिज यस्तो मन पर्छ तपाईसँग कस्तो छाडा जस्तो गरेको यार। तर त्यो त दुईटा हुन्छ। तर त्यो त दुईटा हुन्छ, 5 वटा हुँदैन। अगाडि बढ। अब केही थाहा नवास्तो गर ल। थाहा पाइसक्नु उहाँले थाहा नपाएको गर्नु भयो। एनिवे यसको यही केटालाई बानी केटीको आकर्षक लाग्ने 5 वटा चिज तपाईसँग 5 वटा अप्सन छ, 5 वटा गेस गर्न सक्नुहुन्छ। एउटा मिलाएको 10 पोइन्ट्स पाउनुहुन्छ तपाईले। ओ पोइन्ट बढ्यो नि अब। सो पहिलो गेस के हो? पर्दैन त्यो। स्माइल। स्माइल। केटालाई केटीको आकर्षक लाग्ने 5 वटा स्माइल हो। सो स्माइल छ हामीसँग। कसले बनाएको यो? यिनीहरूले यो छाडा मात्रै लागेको होला के? कस्तो राख्यो होला? केटालाई के लाग्छ त्यो भन्नु पर्यो त तैँले बग्लोल। मैले होइन, केटाहरूले त आकर्षक लाग्ने। हामीलाई घन्टाको स्माइल सर के सर? मैले बनायो। हामीलाई स्माइल सर के सर गएर केटीको? मैले बनायो मैले। स्माइल त टु अभियस भयो नि त। हामी त्यस्तो अभियस आन्सर किन राख्छौँ त? त्यही पनि स्माइल मन पर्दैन हौ। त्यही पनि अगाडि बढ। ओके सो भन्ने के तपाईले भन्ने तैँले त्यो जे भनिस् नि त्यो सोचिरहेछस् नि भन्ने के? 4 वटा गेस ल 4 वटा गेस भन्ने मिलेन भने 10 पोइन्टको लागि भन्ने। ल बट फिगर फिगर फिजिक्स ल फिजिक्स ओके सो फिगर चाक कोका कोला चाक भनेको। ओके सरी फिजिक्स ओके एउटा मिलाउनु भयो तपाईले 10 पोइन्ट पाउनु भएको छ व्हिच इज लाइक 35 पोइन्ट्स भयो तपाईको। ल कंग्रेचुलेसन। ल अब 2टा बाँकी छ। अब 4 एटेम्प्ट चाहिँ 3टा बाँकी। शरीर भएन एउटा शरीर यसै पर्यो। आकर्षक केटालाई के लाग्छ? तपाईले केटाको पर्सपेक्टिभबाट हेर्नु पर्यो क्या। अब मैले केटाको पर्सपेक्टिभबाट हेर्नको खास गरेर अब एकैचोटि सबै शरीरमै पर्यो नि त। त्यसपछि अप्सनै आएन। अब जस्तै स्माइल भन्यो, स्माइल होइन रे। प्लिज केटाले त्यस्तो मात्र हेर्दैन, हामीले धेरै कुरा हेर्छौँ हैन? ए स्माइल चाहिँ हेर्दैन रे तिमीहरूले। स्माइल त कम ऑन स्माइल हामीले कसलाई तिमीहरूलाई केयर्स अबाउट स्माइल? एक्सक्युज मी हजुर। के यतिकै बसिरहेकोमा गइरहेकोमा केटी मन पर्छ? मन पर्ने होला नि। उयो भाइले मन पर्छ, उयो भाइले मन पर्छ, यो भाइले मन पर्छ। कस्तो ल सबैको आफ्नो टेस्ट हुन्छ नि यार। कस्तो कुरा गरेको? सुन्ता, हामीलाई स्माइल मनै पर्दैन। म तँलाई एउटा आइडिया दिउँ। त्यो 5 वटै अप्सन शरीर हो खासमा। के भने के? तिमी जस्तो बोका पनि होइन नि त हामी फेरि। 5 वटा थियो हाल्नलाई। ट्रिकी क्वेसन हो कि भनेर हामीले त्यही भएर सोधेको उसलाई केटाकै सोधेको उसलाई थाहा हुन्छ त्यही भएर यता सोधेको। स्मार्ट गाइज कम अन। ल भन अब 3टा बाँकी छ। अब स्माइल होइन आकर्षक लाग्ने चिज सक्यो। अब केही पनि छैन आई केटीमा। मिन लाइक यो त लास्ट यो नकाडै गाइज यो त लास्ट भाइरल हुनु हो। यो त क्या बोका रहेछ यार। बल्ल थाहा भएको बल्ल